राष्ट्रिय स्वतन्त्र पार्टीले अहिले विभिन्न ठाउँबाट विभिन्न टाइपका पहलहरू गरिरहेको छ भने भारतमा पनि प्रवासी नेपालीहरूसँग एउटा कार्यक्रम गरेको छ र त्यहाँनिर उत्साह हर्ष र उमङ्गका साथमा धेरैजसो नेपालीहरू भेला भएका तस्बिरहरू अहिले सार्वजनिक भइरहेका छन्। र उता भने नेपालमा 13औं वार्षिक उत्सवको दिन रवि लामिछाने विरुद्ध भएको ज्याज्याती प्रतिस्रोत विरुद्धको अभियानमा हस्ताक्षर सङ्कलन भएको छ भने भ्रष्टाचार विरोधी आन्दोलनहरू निरन्तर चर्किरहेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीकी अत्यन्तै प्रभावशाली नेता तोसीमा कार्की डाक्टर तोसीमा कार्की पनि अमेरिका प्रस्थान गर्नुभएको छ, जसले धेरै राजनीतिक तरङ्गहरू सिर्जना गरिरहेको छ र देशमा अहिले जसरी राजनीतिक तर्फबाट अलग अलग टाइपका टीका टिप्पणीहरू चलिरहेका छन् र मिशन 84 लाई सबै पार्टीले आफ्नो ढङ्गबाट प्रस्तुत गरि नै रहेका छन्। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टीले अर्को एउटा महत्त्वपूर्ण काम पनि गरेको छ पार्टीको मजबुतीको लागि र पार्टीलाई अझ सशक्त र विशेष ढङ्गबाट प्रस्तुत गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले क्यूआर समेत प्रस्तुत गरेको छ, जहाँनिर तपाईले आफूलाई मन परेको पार्टीलाई तपाईले क्यूआर मार्फत केही सहयोग रकम अथवा फाउन्डेसन दिन पनि सक्नुहुनेछ। क्यूआर कोड पनि हामीले राखिदिनेछौँ र राष्ट्रिय स्वतन्त्र पार्टी अहिले देशको लागि अत्यन्तै आशाको किरण मानिएको छ, जसले आगामी दिनमा नेपाली जनतालाई सुखी र समृद्धि तर्फ लिएर जान सुखी नेपालीको परिकल्पनालाई साकार गर्नको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले धेरै महत्त्वपूर्ण भूमिका खेल्ने देखिएको छ र केही आशाका पालुवाहरू पलाइरहेका छन् भने धेरै जसो रुष्ट बनेका पुराना पार्टी अथवा जीर्ण पार्टीहरूबाट रुष्ट बनेका नेपाली जनताहरूको लागि यो एउटा राम्रो विकल्प पनि हुन सक्छ। उता भने डडेलधुराबाट चुनाव लडेका ढकाल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध भएर चुनाव लड्ने घोषणा गरेका छन्। यसले पनि राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको क्रेज र देश र जनता प्रतिको समर्पण आशा र भरोसालाई निभाउनको लागि सशक्त रूपमा अगाडि बढ्ने देखिएको छ। दर्शकबिन, राष्ट्रिय स्वतन्त्र पार्टी तपाईलाई के कस्तो लाग्छ? कृपया सल्लाह सुझाव र प्रतिक्रिया भए अवश्य पनि हाम्रो कमेन्ट बक्समा दिनुहोला। कृपया हाम्रो फेसबुक पेज कुलदीप थापा अवश्य पनि फलो गरी जानुहोला।